डेफिनेटली धेरै कुराहरू छ। इक्यान भनेको एउटा चाहिँ इक्यानले सामाजिक कार्यहरू पनि गरेको छ। myself Ramesh Thapa, I'm immediate past president of ICAN Kaski. Actually, I'm expecting a good team will be elected, right? Who can understand ICAN very well. र अर्को कुरा चाहिँ अब इक्यानको जुन हाम्रो लिगेसी छ त्यसलाई चाहिँ राम्रोसित क्यारी अन गर्ने एउटा राम्रो टिम आउँछ जस्तो लागेको छ। र अब बोथ आर क्यापेबल होइन। अब इलेक्सन हो, यु कान्ट से, बट राम्रो टिम आउँछ जस्तो चाहिँ लाग्छ, मेरो एक्सपेक्टेसन छ। एक्चुली यो चाहिँ नन प्रफिटेबल अर्गनाइजेसन हो र मोस्ट अफ द इक्यानको जो मेम्बरहरू हुनुहुन्छ उहाँहरू चाहिँ विभिन्न अर्गनाइजेसन्सहरूमा चाहिँ इन्भल्भ हुनुहुन्छ। फर इक्जाम्पल म लायन्स क्लब पोखराको चाहिँ अहिले चाहिँ इमिडिएट पास्ट प्रेसिडेन्ट पनि हो र इक्यानले आफैले पनि यो विभिन्न स्कुलहरूमा है अक्षय कोषहरू खडा गर्ने अनि गरिब जेहेन्दार विद्यार्थीहरूलाई चाहिँ सपोर्ट गर्ने कामहरू चाहिँ हामीले गर्छौँ। र हामी जति पनि हामी 9वटा शाखा छौँ, शाखाहरूमा पनि त्यो खालको हामीले चाहिँ एउटा बजेट चाहिँ बनाएको छौँ है। एभ्री इयर हाम्रो चाहिँ त्यो क्यालेन्डर प्रोग्राम नै हो। त्यो क्यालेन्डर प्रोग्राम अनुसार नै हामीले चाहिँ एउटा स्कुलमा चाहिँ यो अक्षय कोष स्थापना गरेर त्यसबाट जुन ब्याज आउँछ त्यसबाट उनीहरूको फीहरू हामीले दिन्छौँ। र इक्यान डे भनेर हामीले चाहिँ मनाउँदाखेरि इक्यान डेमा पनि हामीले चाहिँ स्टेसनरीहरू ड्रेसहरू चाहिँ दिइराखेका हुन्छौँ। सो दिज आर द यो सोसल एक्टिभिटिज होइन वी डु इन इक्यान। डेफिनेटली धेरै कुराहरू छ, जस्तो कि अब समय चाहिँ परिवर्तनशील छ, त्यसरी नै त्यो समयअनुसारको डिमान्ड पनि परिवर्तन हुन्छ। सो एकोर्डिङ टु अहिलेको जस्तो अब जेनजीको कुराहरू छ, उहाँहरूले चाहिँ सोच्ने तरिका, ब्रान्डिङ गर्ने तरिका र स्पेसली जो चाहिँ स्टडी अब्रोडको लागि जाने चाहिँ एउटा बच्चा छ उसको लागि हामीले इथिकली के प्रोभाइड गर्न सक्छौँ त। इथिकल काउन्सिलिङदेखि लिएर उनीहरूलाई चाहिँ राम्रो युनिभर्सिटीमा एडमिसन गराउनेदेखि लिएर उनीहरूको चाहिँ स्कलरसिपको प्रोग्रामहरूमा होइन उनीहरूलाई चाहिँ प्रोभाइड गर्ने, त्यसको लागि हामीले चाहिँ उनीहरूलाई तयारी पनि गराउनु पर्ने हुन्छ होइन। द रिक्वायरमेन्ट्स होइन फ्रम द युनिभर्सिटी वी हेभ टु फुलफिल द रिक्वायरमेन्ट्स एज वेल। एकर्डिङली हामीले चाहिँ वी हेभ टु प्रिपेयर आवर स्टुडेन्ट्स टु गेट मोर स्कलरसिप्स होइन, जो फाइनेन्सियल बर्डन पनि कम होस्। त्यो कुराहरूमा चाहिँ हामीले अझै ट्रेनिङहरू गराउनु आवश्यक छ। त्यही खालको जस्तो कि हाम्रो काउन्सिलिङ गर्ने जुन एउटा टिम हुन्छ कुनै पनि अर्गनाइजेसनमा त्यो काउन्सिलिङ ट्रेनिङहरू चाहिँ गराउनु पर्ने हुन्छ। त्यसको लागि पनि अबको टिमले चाहिँ एउटा रोड म्याप नै बनाएको छ। त्यो एकर्डिङ टु रोड म्याप अगाडि बढ्ने हो। इक्यान भनेको एउटा चाहिँ धेरै पुरानो संस्था, 30औं वर्ष भइसक्यो, जसले चाहिँ एजुकेसनल कन्सल्टेन्सी चलाइराखेको यो व्यवसायमा आबद्ध व्यवसायीहरूको एउटा चाहिँ छात्र सङ्गठन हो, जसले चाहिँ इथिकल प्र्याक्टिस गर्छ र जसलाई चाहिँ विद्यार्थी अथवा अभिभावकहरूले ट्रस्ट गर्न सक्नुहुन्छ। हामीले चाहिँ इथिकल प्र्याक्टिसमा चाहिँ बढी जोड दिन्छौँ। सही इन्फर्मेसन दिनुको लागि चाहिँ हामीले ट्रेनिङहरूदेखि लिएर ब्रिटिस काउन्सिलहरू, अस्ट्रेलियन हाई कमिसन, ब्रिटिस हाई कमिसन लगायतको ट्रेनिङहरू हामीले दिन्छौँ होइन। त्यसले गर्दाखेरि पनि हाम्रो मेम्बरहरू चाहिँ त्यो इन्फर्मेसन सेयरिङमा चाहिँ एकदम सक्षम हुनुहुन्छ र इथिकल इन्फर्मेसन सेयर गर्ने हाम्रो प्र्याक्टिस छ। सो हाम्रो नारा नै छ ओन्ली गेट काउन्सिलिङ फ्रम इक्यान मेम्बर्स भनेर। त्यो कारण चाहिँ त्यो हो कि हामी इथिकली बाँधिएका पनि छौँ। किनभने तपाईँले हेर्नुभयो भने मेजोरिटी हाम्रो मेम्बरहरू सबै चाहिँ शिक्षा मन्त्रालयबाट एप्रुभल पाएर मात्रै हामीले चाहिँ सेवा सञ्चालन गर्नुपर्ने हुन्छ। त्यो इक्यानको बाध्यता अन्त चाहिँ त्यो छैन। सो द्याट इज द रिजन गभर्मेन्ट बडीबाट एप्रुभल लिएर सञ्चालन भएको संस्थाहरूको जुन डिसिप्लिन हुन्छ, चाहे त्यो फाइनेन्सियल डिसिप्लिन अरू कुरामा डिसिप्लिन हुन्छ, त्यसलाई चाहिँ ट्रस्ट गर्ने चाहिँ ठाउँ हुन्छ। सो द्याट इक्यान इज द वान अफ द बेस्ट एसोसिएसन फर द कन्सल्टेन्सी बिजनेस। Thank you, sir. वेलकम। My name is Dev Kumar. म स्टडी वर्ल्ड एजुकेसन कन्सल्टेन्सी बुटोलबाट। आज हामी इक्यान एजुकेसनल कन्सल्टेन्सी एसोसिएसन नेपालको हामी अधिवेशनमा आएका छौँ। यो 20औं होइन जेनरल मिटिङ हो। अनि
यसमा चाहिँ हामी उपस्थित भएका छौँ। वास्तवमा इक्यान भनेको नेपालमा शैक्षिक परामर्श व्यवसाय सञ्चालन गर्नुभएको परामर्शदात्री संस्था हो। यो संस्थाले अन्तर्राष्ट्रिय शिक्षाका लागि होस् या देशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थी जो के कोर्स पढ्ने, यो कोर्स पढ्दा के हुन्छ, कति लागत लाग्छ, त्यसका लागि चाहिँ म के तयारी हुनुपर्छ र यसको करियर पर्सपेक्ट के हुन्छ त, म के बन्न सक्छु भन्ने कुरा अन्योलता भएका बच्चाहरू नेपालकै विश्वविद्यालयमा पढ्न पनि हामीसँग परामर्श गर्न सक्नुहुन्छ। विशेष त धेरैजसो हामीसँग अन्तर्राष्ट्रिय शिक्षा जस्तै अस्ट्रेलिया, युएसए, युके, क्यानाडा लगायतका, कोरिया, जापान जस्ता उच्च शिक्षा हासिल गर्न र आफूले चाहेका विश्वविद्यालय पढ्नका लागि र आफ्नो लक्ष्य पुरा गर्नका लागि कतिपय कोर्सहरू यहाँ हुँदैन, ती कोर्सहरू उनीहरूले उच्च शिक्षा हासिल गर्न चाहनुहुन्छ, त्यस्तो व्यक्तिहरू हामीसँग परामर्श लिनुहुन्छ। यो एउटा शैक्षिक परामर्शदात्री संस्थाहरूको छाता सङ्गठन इक्यान रहेको छ। यो छाता सङ्गठनमा 700+ मेम्बरहरू प्रतिष्ठित संस्थानहरू हुनुहुन्छ र हाम्रो शाखाहरू पनि रहेका छन्। ती शाखा भनेको जस्तै रूपन्देहीमा बुटवलमा रहेको छ, पोखरामा रहेको छ, त्यस्तै चितवन, त्यस्तै गरी मकवानपुर, त्यस्तै गरी विराटनगर, झापा, त्यस्तै गरी बनेपा र अन्य शाखाहरू खुल्ने क्रममा छन् सुदूरपश्चिममा पनि। इक्यान एउटा छात्र सङ्गठन जसले इथिकल प्र्याक्टिसका लागि छात्र सङ्गठन बनाएको छ। यसका मेम्बरहरूले जहिले पनि स्टुडेन्टको इन्ट्रेस्टलाई पहिलो प्रायोरिटीमा राख्छ। स्टुडेन्ट इन्ट्रेस्ट भन्नाले उनीहरूलाई के पढ्न चाहेको, कति खर्च लाग्ने हो, पारदर्शिताको कुराहरू गर्छ र स्टुडेन्टलाई के फोकस गर्छ भने तपाईँहरू जुन युनिभर्सिटी कलेज देश जाँदै हुनुहुन्छ त्यो कुरामा तपाईँ स्पष्ट रूपमा आफूले पनि अध्ययन गर्नुहोस् र त्यो सम्बन्धी सूचनाहरू प्रदान गर्ने संस्था हो। र त्यो पारदर्शी रूपमा अगाडि बढ्नका लागि इक्यानले प्रत्येक मेम्बरहरूलाई इथिकली प्र्याक्टिस गर्नको लागि उहाँहरूलाई मोनिटरिङ पनि गर्छ र उहाँहरूलाई ट्रेन पनि गराउँछ र प्रोफेसनल एक्टिभिटीका लागि चाहिँ अगाडि बढ्छ। त्यस्तै गरी विभिन्न सङ्घ संस्थाहरूमा सहयोग गर्दै आइरहेको छ। आफ्ना सोसाइटीमा परेका अप्ठ्यारोहरू, भूकम्पका कुराहरू हुन्, यस्ता एक्टिभिटीहरू पनि केही सहयोग जुटाएर सामाजिक कार्य पनि गरिरहेको छ। थ्याङ्क यू सो मच। नमस्कार, म राजेन्द्र कण्डेल, एभिन्यू एजुकेसन कन्सल्टेन्सी बुटवलबाट। पक्कै न यो राम्रो समय सान्दर्भिक प्रश्न चाहिँ गर्नुभयो। पक्कै न अहिले इक्यान खास गरी कन्सल्टेन्सीहरूको अभिभावकत्व ग्रहण गरेर अब कन्सल्टेन्सीले दिने सेवाहरू, जुन प्यारेन्ट्स र विद्यार्थीहरूलाई दिने सेवाहरू गुणस्तरीय सेवा रहोस्, जसमा विभिन्न यो शिक्षाको नाममा विभिन्न अरू अन्य नकारात्मक गतिविधिहरू पनि भइरहेको हुनाले सकारात्मक ढङ्गबाट विद्यार्थीहरू अबोर्ड स्टडी गरिरहँदाखेरि राम्रो कन्सल्टेन्सीहरूसँग भिजिट गरेर त्यो खाले अब गुणस्तर शिक्षाको लागि आउट अफ कन्ट्री जाने एउटा माध्यमको रूपमा यो इक्यानले काम गरिरहेको छ। त्यस हुनाले विद्यार्थीले र अभिभावकले इक्यानलाई ट्रस्ट गर्नुहुन्छ भन्ने मेरो बुझाइ छ। पक्कै न दुवैजना टिम, जुझारु टिम चाहिँ रहनु भएको छ। उहाँहरूको टिमले अब जसले जिते तापनि समग्र इक्यान र इक्यानभित्र आबद्ध रहेका कन्सल्टेन्सीहरूको हकितको लागि र कन्सल्टेन्सीसँग जोडिएको विद्यार्थी र प्यारेन्ट्सको हकितको लागि काम गर्ने रहेको हुनाले अब यसै भन्न सकिने अवस्था छैन। दुवै टिम, जुझारु टिमहरू अब रहनुभएको छ। उहाँहरूको टिम त्यही किसिमले अगाडि बढिरहेको छ। मैले तपाईँहरूको मिडिया मार्फत उहाँहरू दुवैको टिमलाई शुभकामना दिन चाहन्छु। चुनाव भनिसकेपछि एउटाले जित्छ, अर्कोले हार्छ। हारेक तापनि हारेकोलाई समेत तपाईँहरूले जितेकाले अब एकैसाथ लिएर जानुहुनेछ भन्ने पूर्ण विश्वास पनि लिएको छु। थ्याङ्क यू सर। धन्यवाद।